यो एपको लिंक चाहिँ मैले कमेन्ट सेक्सनमा पिन गरेको छु। तपाईहरुले चाहिँ त्यहाँबाट यो एपलाई डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड गरिसकेपछि चाहिँ तपाईले एउटा गुगल आइडीबाट यसलाई लगइन गर्नुपर्ने हुन्छ। लगइन गरिसकेपछि चाहिँ तपाईहरुकोमा चाहिँ यस्तो इन्टरफेस ओपन भएर आउँछ। यस्तो इन्टरफेस ओपन भएर आउँदाखेरि चाहिँ तपाईले यता तल देख्न सक्नुहुन्छ साइडमा प्रोफाइल। तपाईले चाहिँ यहाँ प्रोफाइलमा क्लिक गर्नुहोस्। प्रोफाइलमा क्लिक गरिसकेपछि चाहिँ तपाईले यहाँ माथि देख्न सक्नुहुन्छ रिवार्ड। रिवार्डमा क्लिक गर्नुहोस्। रिवार्डमा क्लिक गरिसकेपछि तपाईहरुको चाहिँ यहाँ बेसिक स्यालेरी भन्ने देखाउँछ। तपाई चाहिँ नयाँ युजर हुनुहुन्छ भने चाहिँ 2 घण्टा लाइभ बसेको चाहिँ तपाईलाई 1 लाख पोइन्ट दिन्छ। त्यसपछि तपाईले यहाँनिर गो लेखेको हुन्छ। यहाँ गो लेखेको ठाउँमा गएर तपाईले चाहिँ फेस भेरिफिकेसन गरेर लाइभ बस्न सक्नुहुन्छ। त्यसपछि यहाँ तल देख्न सक्नुहुन्छ ग्रेडको अप्सन। यहाँनिर चाहिँ तपाईले साथी बनाउनु भएको बापत तपाईहरुलाई चाहिँ 2000 कोइन चाहिँ मिल्छ। तपाईहरुले यहाँबाट चाहिँ लकी र आफूलाई गिफ्ट दिन सक्नुहुन्छ। त्यसपछि ब्याक जानुहोस् साथीहरु। ब्याक गएपछि होममा जानुहोस्। होममा गइसकेपछि यहाँ माथि देख्न सक्नुहुन्छ यहाँ एक्टिभिटी लेखेको छ। तपाईहरुले यहाँ एक्टिभिटीमा क्लिक गर्नुहोस्। एक्टिभिटीमा क्लिक गरिसकेपछि चाहिँ तपाईहरुको चाहिँ यस्तो इन्टरफेस खुलेर आउँछ। यस्तो इन्टरफेस खुलेर आइसकेपछि चाहिँ तपाईले यहाँ देख्न सक्नुहुन्छ इन्भाइट एन्ड विन। इन्भाइट एन्ड विनमा क्लिक गर्नुहोस्। इन्भाइट एन्ड विनमा क्लिक गरिसकेपछि चाहिँ तपाईहरुकोमा चाहिँ यस्तो इन्टरफेस खुलेर आउँछ। त्यो चाहिँ मेरो नेट नचलेको भएर अलि स्लो भयो त्यो। त्यसपछि यहाँ चाहिँ तपाईहरुले यसरी यो टास्कहरु कम्प्लिट गर्न सक्नु भएपछि चाहिँ यहाँबाट नि तपाईहरुले विथड्र गर्न मिल्छ। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ साथीहरुलाई इन्भाइट गरेको बापत चाहिँ तपाईले एउटा लकी ड्र पाउनुहुन्छ। त्यसपछि यहाँनिर 10, 20, 30 डलरहरु भएको छ। मेरो चाहिँ 50 डलरको टार्गेटमा छ। मेरो चाहिँ अलि 47 डलर भएको छ। तपाईहरुले यहाँबाट नि विथड्र चाहिँ गर्न सक्नुहुन्छ। अब मेरो 2 डलर 3 डलर भइसकेपछि चाहिँ मैले यहाँबाट विथड्र गर्न सक्छु। त्यसपछि ब्याक गर्नुहोस्। ब्याक गरिसकेपछि साथीहरु यहाँनिर फेरि प्रोफाइलमा जानुहोस्। प्रोफाइलमा गइसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ वालेट। वालेटको अप्सनलाई क्लिक गर्नुहोस्। वालेटको अप्सनलाई क्लिक गरिसकेपछि तपाईहरुको यतापटि चाहिँ यहाँनिर चाहिँ पोइन्ट्स हुन्छ। पोइन्ट्समा थिच्नुहोस् र यहाँ विथड्रमा थिच्नुहोस्। विथड्रमा थिचिसकेपछि चाहिँ तपाईहरुको चाहिँ यहाँ विथड्र मेथड भनेर देखाउँछ। तपाईहरुले चाहिँ यहाँ विथड्र मेथडमा सिलेक्ट गर्नुहोस्। सिलेक्ट गरिसकेपछि चाहिँ तपाईको यहाँ ई सेवा खल्ती नेपाल बैंक तपाईहरुको चाहिँ जुन उ छ तपाईहरुले चाहिँ त्यहीँनिर चाहिँ विथड्र गर्न सक्नुहुन्छ।